मनहरू मन भित्रका मनहरू जीवनका लागि उत्प्रेरणा, उत्प्रेरितहरूका लागि हौसला। ईश्वरीय मार्ग भजन मण्डल सच्चाई केन्द्र नेपालसँग आबद्ध रही संस्थागत जिम्मेवारी वहन गरी जस्तो सुकै परिस्थितिमा पनि दृढ विश्वासका साथ ईश्वरमा भरोसा राखी अटल मनस्थिति बनाई आत्मीय पवित्रतामा आफूलाई उभ्याउँदै हरेक जनको निमित्त उत्प्रेरणाको स्रोत बनी गर्नु भएको सेवा भावको अतुलनीय योगदानको कदर गर्दै तपाईलाई सच्चाई इन्टरनेशनल डाइनामिक अवार्ड 2080 प्रदान गरिएको छ। लामो समयदेखि सच्चाई केन्द्र नेपालमा आबद्ध भई हाल सच्चाई केन्द्र नेपालको पाडिनी 2 पिपिङ अर्घखाँचीमा शाखा सञ्चालन गरेर बसिरहनु भएको छ शाखा प्रमुख सीता कार्की छेत्री र शाखा उपप्रमुख सावित्री रायमाझीले। विशेष गरी सीता कार्की छेत्रीमा काम्ने बेहोस हुने लगायतका समस्याहरू थिए जसका लागि देश विदेशमा गएर उपचार गर्दा पनि समस्या समाधान भएनन्। अन्ततः उहाँ सच्चाई केन्द्रमा लाग्नुभयो। त्यस्तै सावित्री रायमाझीमा बेहोस हुने, आफूले गरेको काम आफैलाई थाहा नहुने जस्ता समस्याहरू थिए। ती सबै समस्या समाधानका लागि उहाँ पनि सच्चाई केन्द्र नेपालमा आबद्ध भएर ईश्वरको महिमा गर्न थाल्नुभयो। हाल उहाँहरूमा भएका सबै समस्याहरू समाधान भएका छन् र खुसीको जीवन उहाँहरूले जिरहनु भएको छ र उहाँहरूको शाखाबाट धेरैजनाहरू लाभान्वित पनि भएका छन्। यसरी नै मानव हितमा समर्पित ईश्वरीय कर्ममा लागेर समाज र व्यक्तिमा सकारात्मक परिवर्तनको सम्भाग बनी निस्वार्थ भावले चालेका कदमहरू यस्तै दर्जनौं सम्मानका निमित्त योग्य अनि सफल रहन् भनी हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौं। ईश्वरीय मार्ग भजन मण्डल सच्चाई केन्द्र नेपाल। भित्रका मनहरू मन भित्रका मनहरू